Metro Control Circle 752. 752 Metro Control Roger. रोजर यो हाँडीगाउँ कृष्ण मन्दिरमा चाहिँ एकजना महिला बेहोस भएर ढल्नु भएको छ। उहाँलाई हस्पिटल पठाउनको लागि तुरुन्तै गाडी पठाइदिनु त। ओभर। Roger, sir. साथै उहाँ अहिले सामान्य अवस्थामा हुनुहुन्छ, कुनै चिन्ता लिनुपर्ने छैन। उहाँको आफन्तलाई खबर गरिदिनु होला। हुन्छ सर। तपाईँलाई धेरै धेरै धन्यवाद है सर। हजुरले मलाई धन्यवाद भन्नै पर्दैन नि दिदी, यो त हाम्रो कर्तव्य नै हो नि। हजुरले मलाई आफ्नै भाइ ठाने हुन्छ। भाइ, यो त प्रहरी अस्पताल होइन र? अनि फेरि हामी सर्वसाधारणको उपचार पनि यहाँ हुँदो रहेछ नि। हो दिदी, यो प्रहरी अस्पताल नै हो। 2074 कार्तिक 26 गतेदेखि हामी सबै सर्वसाधारणको लागि यो अस्पताल खुल्ला भइसकेको छ। ए हो र भाइ, एकदमै खुसी लाग्यो। भनेपछि अब सबैजना सर्वसाधारण मान्छे पनि प्रहरी अस्पतालमा उपचार गर्न आउनु पाउँदो रहेछ नि, होइन? अनि तपाईँ कता बस्नुहुन्छ नि दिदी? हामी पुर्याइदिन्छौँ नि। म कोटेश्वर बस्छु भाइ। तैपनि म आफै गइहाल्छु नि, किन पुर्याउनु पर्यो र? आज तपाईँले केही खानु भएन जस्तो छ, त्यही भएर तपाईँले चक्कर लागेको हुनसक्छ। आज मेरो व्रत हो, त्यसैले मैले केही पनि खाएको छैन। अनि तपाईँको श्रीमान चाहिँ के गर्नुहुन्छ नि दिदी? ए कुरा त्यसो पो, त्यसै मलाई तपाईँको श्रीमानको नम्बर दिनुहोस् त। 98424। हेलो सरोजी। तपाईँको श्रीमती चाहिँ तपाईँको लागि भनेर व्रत बस्नुहुन्छ। तपाईँ चाहिँ जहिले रक्सी खाएर आउनुहुन्छ, जहिले तनाव मात्रै दिनुहुन्छ। त्यस्तो त गर्न भएन नि। धन्न आज हाम्रो गस्ती टोलीले उहाँलाई बेहोस अवस्थामा भेटाएर बेलैमा अस्पताल पुर्यायो, नत्र के हुन्थ्यो भन्नुहोस् त। व्रत बस्दा मानसिक हौसला दिनुपर्ने बेला तपाईँले तनाव मात्र दिएपछि आजको जस्तो दुर्घटना हुन पुग्छ। तपाईँ कस्तो खालको श्रीमान? आफ्नो श्रीमतीको मायालाई बुझ्नुहुन्न। मबाट ठुलो गल्ती भयो म्याडम। अब म कामनालाई ख्याल गर्छु। कामना, तिम्रो कसम